सम्पूर्णमा नमस्कार। स्वागत छ मेरो युट्युब च्यानल सबिज मिक्स ब्लगमा। साथीहरू, आज शनिबारको दिन हामी दक्षिणकाली माईको दर्शन गर्नतिर लाग्यौं। यो सुन्दर र रमणीय पल साथीहरूसँग सेयर गर्ने उद्देश्यले आज मैले यहाँ चोभारदेखि दक्षिणकालीसम्मको यात्रालाई क्यामेरामा कैद गरेकी छु। आउनुहोस् साथीहरू, मसँगै हजुरहरू पनि चोभारबाट दक्षिणकाली मन्दिरतिर लागौं। साथीहरू, चोभारदेखि दक्षिणकालीसम्मको यात्रा एकदमै रमणीय थियो। यहाँ एकदमै हराभरा जङ्गलले भरिएका रुख डाँडाकाँडाहरू हेर्नमा हाम्रो समय बितेको पत्तै भएन। रुखै रुखले भरिएको डाँडाकाँडा भएकोले पानीको स्रोत मानिने यो ठाउँ एकदमै रमणीय पनि रहेको छ। एकचोटि चाहिँ हजुरहरूले पनि अवश्य पनि भिजिट गर्नुहोला। साथीहरू, यात्राको क्रममा हामी टियु परिसर आइपुगेका छौँ। यहाँ ल्याबोरेटरी स्कुल पनि रहेको छ। साथीहरू, कहीँ बाहेक बाटो चाहिँ हामीले चोभारबाट दक्षिणकालीसम्म राम्रो नै रहेको पाएका छौँ। यो यात्रामा हामीलाई कतै बाटो बिग्रिएर त्यस्तो कठिन चाहिँ महसुस भएन। हजुरहरूले भिडियोमा देख्न सक्नुहुनेछ, यात्रा गर्ने मुख्य बाटोहरू चाहिँ राम्रै रहेको छ। साथीहरू, यो यात्राको क्रममा अब हामी फर्पिङ स्थित सुखा बन्दरगाह आइपुगेका छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ, हजुरहरूले भिडियोमा देख्न सक्नुहुनेछ फर्पिङ स्थित सुखा बन्दरगाहको भिडियो हो यो। यहाँ आयात निर्यात र भन्सार सम्बन्धी सम्पूर्ण कामहरू हुने गर्दछ। साथीहरू, यहाँबाट अब हामी फेरि निरन्तर आफ्नो यात्रातिर लाग्यौं। साथीहरू, हजुरहरूले भिडियोमा देख्न सक्नुहुनेछ चारैतिर हरियालीले ढाकिएको वन जङ्गल र पाखाहरू रहेको छ। एकदमै सुन्दर रमणीय सफा वातावरण र हरियालीले भरिएको यो ठाउँ घुम्नको लागि अति उपयुक्त मानिएको छ। यहाँको सुन्दर हरियाली रमणीय दृश्य देखेर हजुरहरूलाई पनि एकचोटि यो ठाउँमा कहिले पुगेर घुमफिर गरौँ भने जस्तो लागेको छैन त? साथीहरू, यात्राको क्रममा अब हामी फर्पिङ स्थित शेषनारायण मन्दिर आइपुगेका छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ भिडियोको दायाँ साइडमा रहेको यो मन्दिर पर्यटकीय हिसाबले पनि
एकदमै प्रसिद्ध छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि भिड लाग्ने गर्दछ। यहाँ राम्रो तरिकाले माछा पालन पनि गरिएको हजुरहरूले हेर्न सक्नुहुनेछ। चोबारदेखि दक्षिणकालीसम्मको यात्रा गर्दा एक पटक भ्रमण गर्नै पर्ने ठाउँ हो शेषनारायण भगवानको मन्दिर। साथीहरू, हजुरहरूले गेट देख्न सक्नुहुनेछ। अब हामी दक्षिणकाली मन्दिरको परिसर नजिक आइसकेका छौँ। हामी गेटबाट दक्षिणकालीको परिसरमा प्रवेश गरिसक्यौँ। यात्राको क्रम जारी छ साथीहरू, हामी एकदमै नजिक आइसकेका छौँ। साथीहरू हेर्नुहोस् त, दक्षिणकाली मन्दिरको नजिक आइपुग्दा यहाँ चाहिँ हजुरहरूले धेरै चहल पहल देख्न सक्नुहुनेछ। हामी मन्दिर प्रवेश गर्ने पनि यहाँ नजिकै आइसकेपछि दुईवटा बाटो रहेको छ। साथीहरू, दक्षिणकाली मन्दिरको परिसरमा प्रवेश गरिसकेपछि कतिखेर मन्दिरमा पुगेर दक्षिणकाली माताको दर्शन गर्ने भनेर म चाहिँ अत्यन्त उत्साहित भएकी छु। साथीहरू आउनुहोस्, साथीहरू मसँग सँगै हजुरहरू पनि मन्दिर प्रवेश गरौँ। साथीहरू, अब चाहिँ हामी मन्दिर नजिकै आइसकेका छौँ। यहाँ हजुरहरूले धेरै पर्यटकहरूको चहल पहल पसलहरू देख्न सक्नुहुनेछ। हामी अब आफ्नो साधनलाई पार्किङ गर्नको लागि पार्किङतर्फ लाग्दैछौँ। साथीहरू, हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ, यहाँ आगन्तुकहरूको लागि मन्दिरमा जान, सपिङ गर्न, भगवानलाई पूजा गर्ने पूजा सामग्रीको पसलहरू पनि रहेको छ। यहाँ चाहिँ दक्षिणकाली मन्दिर प्रवेश गर्ने बाटो पनि रहेको छ। साथीहरू हेर्नुहोस् त, यहाँ हामीले आफ्नो साधन पार्किङ गरेर अब मन्दिर प्रवेश गर्नतिर लाग्यौँ। साथीहरू, आज शनिबारको दिन भएको भएर लाइन चाहिँ धेरै लामो रहेछ। लाइक, सेयर, कमेन्ट गरेर मेरो सानो प्रयासलाई साथ दिनुहोला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो त? भिडियो राम्रो लागे एकचोटि चाहिँ दक्षिणकाली माताको दर्शन अवश्य पनि गर्नुहोला। सी यू नेक्स्ट भिडियो। बाइ बाइ।